हेलो, आज चाहिँ म खाजा खाने क्रममा यो अबुवा भन्ने ठाउँमा छु र यहाँ खाजा खाँदै गर्दाखेरि हाम्रो गाउँको दुईजना भाइहरू जो भर्खरै मात्र वैदेशिक रोजगारबाट गाउँमा आएको छ र उनीहरू पनि यहाँ भेट भयो र धेरै समयपछि भेट हुँदाखेरि खुसी लाग्दो रहेछ। यहाँ धेरै कुराकानी पनि भयो, अझै हुँदैछ। भाइहरू हाँस्दैछ। उहाँहरू यो दुईजना भाइ के छ त, ठिक छ? भर्खरै आइपुगेछ विदेशबाट। रमाइलो भइरहेको के भएन? त्यसै छोरीको विदेशमा ठिक कि नेपालमा ठिक? आफ्नो गाउँ कहाँ मन पर्छ? नेपाल जस्तो कहाँ हुन्छ त? अनि जहाँ जुनसुकै ठाउँमा गयो नि त्यो बाध्यताले पो अब हिँड्नु त गरिन्छ पो हुँदैन नि। हाम्रो ठाउँमै आफ्नो ठाउँ भने आफ्नो ठाउँ भने आफ्नो ठाउँ हो। आफ्नो जन्म जहाँ जन्मै त्यहाँ रमाइलोहरू विदेशतिर सहरतिर अब जानु कि नजानु त? फर्किने बेला नि फेरि उसले सिल्की आयो फेरि उसले फर्किने गर्नु। ल के छ भाइ? एकदम ठिक छ। ठिक छ। कस्तो छ जिन्दगी? जिन्दगी कस्तो यस्तै हो, बोरिङ भइरहेको। तिमी त डन जस्तो देखेछ त। हल्का फुल्का हो। माछा मार्ने डन हो। माछा मार्ने कुन डन रे? माछा मार्ने डन। माछा नि मार्न सक्छ? उहाँ चाहिँ हाम्रो गाउँको कोम्बो पनि हो, झाँक्री पनि हो र यहाँ गुरुजी पनि हुनुहुन्छ। के छ त गुरु? ठिकै छ भन्ने। दसैँ आउँदैछ। दसैँ आजबाट चाहिँ हाम्रो सुरु होला। ठिक छ नि, प्यासेन्जरहरू मिलिरहेछ? ठिकै छ, जस चलिरहेको। यहाँ ngabeji bia inosi. Cek tiga. Ngoi ngoblo. Ngobrol main. Cek ngobrol dah. Lo. Lo peseng bel. Karim ta tim bandangnya छेन्टिम. गाडी दिए न बे. lo एकदम राम्रो काम गर्नु भएको छ उहाँले। त्यो गर्मी भएर रेड बुलेछ। साबुनले भनेको खानु पर्छ। अहिलेसम्म थाहा छैन कसरी खाने हो। खोर्न जाने उहाँले गफाइदिनु भयो है। के गर्ने? दिलको कसरी खोल्ने हो? टालेर रहेछ। अनि अर्को त खाना हुन्न ड्राइभर के रे गुरुले त। अब अर्को त अब खाने कुरो नि। खाना नि हुन्न उहाँले।